हेलो गाइज वेलकम टु माई न्यू मिनी ब्लग। मलाई आशा छ हजुरहरू सब सन्चै हुनुहुन्छ। हिजो खेतमा मार्टिनेज बन्दा मेरो दाहिने खुट्टाको नि हल्का फ्र्याक्चर भएको थियो। सो आज मलाई भाइले मेडिकलबाट ल्याइदियो फास्ट लिभको मलम। ढिला नगरी मैले खोल्न थालेँ ब्यान्डेजलाई अनि फास्ट लिभको मलमलाई लगाउन थालेँ चोट लागेको ठाउँमा। अनि मलमले हल्का पोली पनि राख्यो। अनि मलम लगाउँदै खुट्टा तन्काउँछु भनेको थिएँ तर सकेन। अनि एकछिनमा मलम लगाइ भ्याएर ब्यान्डेज गर्न थालेँ खुट्टालाई। अनि मलाई आज गोदाममा चामल पनि लिन जान थियो। अनि यसो पैसा देखाउँदै निस्केँ म घरदेखि। अनि म हिँड्न नसक्दो देखेर हजुरआमा फेरि तिन छक्क पर्नु भएको थियो। अनि म काली दुम्सी अनि चिम्बान्जी निस्क्यौँ घरदेखि लुकुर लुकुर बाहिर। अनि यस्तो बिचमा छिरिहाल्यौँ हामीहरू क्यारम बोर्ड खेल्न। अङ्कलसँग जोगी खेलेको पुरै सब गोटी खाएर मलाई जोगी बनाइदिनु भयो। म फेरि लिची खान नपाएर ह्याप्स चोर्न गएको एउटा दाना पाएन। हार मानेन। फेरि छिमेकीको बगैँचाबाट चोरिहालेँ दुईवटा दाना फेरि कागती जुस खाने पक्कै हुन्छ। अनि हामी पुग्यौँ शर्मा इन्टरप्राइज भन्ने ठाउँमा। मैले हेर्न थालेँ चामलको दाम अनि आन्टीलाई दिएँ चामलको पैसाहरू। म नि छिरेँ फेरि गोदामभित्र अनि भाइलाई बोकाइदिएँ एउटा चामलको कट्ठा। अनि घरतिर आउँदै थिएँ देखिहालेँ यति राम्रो घर फेरि सेतो फुलकाउनमा सरप्प सिउरेर यसो हटको चिन्ह देखाइदिएँ। अनि मैले आज धेरै फुलहरू करेक्सन गरेको थिएँ अनि यसो क्यामेरामा पनि देखाइहालेँ। अनि दुई भाइ गयौँ जेरी लिन फेरि साइली माइली नास्ता पसलमा। दुर्भाग्य जेरी पाइएन फेरि। अनि यसो हामीहरू यता पसिहाल्यौँ किराना पसलमा। अनि आन्टीलाई भने आधा केजी आरू पोखरा राखिदिनु। आन्टीले ढिला नगरी छान्न थाल्नु भयो राम्रो राम्रो आरू पोखरा। अनि मैले फेरि मौका छोपेर एउटा आरू पोखरा चोरेँ अनि फुत्त गोजीमा हालिदिएँ। अनि आन्टीले फेरि यता केजी पुग्यो कि नै भनेर नापतोल गर्दै हुनुहुन्थ्यो। एकैछिनमा फेरि आधा केजी तयार पार्नुभयो अनि मलाई दिइदिनु भयो। मैले दिएँ पैसा अनि बाई गरेर निस्केँ म त्यहाँदेखि। अनि बाटोमा आउँदा फेरि भेट्यो पासो लाउने डोरी। अनि मैले यसो एक्टिङ गरिदिएँ सुसाइडको। अनि म निस्केँ घरतिर। अनि घरमा आएर मैले सुरु गरेँ आरू पोखरा खान। अनि यसो फेरि पोज पनि दिइहालेँ फेरि। अनि मैले निकालेँ पाइपको बन्डल अनि फालिदिएँ छतभरि। अनि भाइ र म मिलेर त्यो पाइपलाई फेरि सिधा बनायौँ किनकि आज करेसेबारीमा पानी चार्न छ। अनि भाइ फेरि दगुर्दै गयो फेरि मोटर अन गर्न अनि यसो प्लग ल्याएर जोडिदियो। अनि हामी दुई भाइ आयौँ छतमा। अनि यता फेरि भाउजूको फेरि यो ड्र्यागन फ्रुट भर्खर फेरि फुल्न लागेको छ। अनि मैले बिन्दास पारामा अनि चार्न थालेँ करेसाबारीभरि पानी। अनि हाम्रो फेरि मकै फेरि भर्खर फुलिरहेको छ फेरि। ल गाइज आजलाई भ्लग यति नै। ह्याभ अ गुड डे। किप सपोर्टिङ टु माई मिनी ब्लग।